आफ्नै नाभिको सुगन्ध नचिनेर त्यसैको खोजीमा भौतारिने कस्तुरी जस्तै गर्भगृहमा अपार स्रोत र सम्भावना बोकेर पनि पहिल्याउन नसकेको सुनखानी जस्तै एउटा पुरानै परिभाषामा साँघुरो बनाएर खुम्चाइएको नेपाली भूगोलको एउटा नक्सा कर्णाली। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता अनि कला सभ्यताको त्रिवेणी कर्णाली सभ्यताको जरुकिलो जुम्ला। अनि धेरै कुरा छेकिएर पनि यार्सा र मार्सीले चिनारे चुलाएको महर्षिहरूले सिद्धि प्राप्ति गरेको ऋषि क्षेत्र अर्थात् चन्दननाथ नगरपालिका। आफूलाई चिन्ने र चिनाउने पुरानो भाष्य बदलेर नयाँ बिहान पर्खेको कर्णाली। कला, भाषा, संस्कृति र सभ्यताको जननी यही कर्णालीको गर्भगृहमा रहेको जुम्ला अनि जुम्लाको काखमा लमतन्न परेको चन्दननाथ नगरपालिका। यहाँका अनेक आयामको वैभवबारे विश्वले थाहा पाउन धेरै बाँकी रहे पनि संसारकै उचाइमा मार्सी फल्ने ठाउँ हो जुम्लाको चन्दननाथ नगरपालिका। सयौं वर्ष गुमनाम रहेर पछिल्लो समय विश्वव्यापी बनेको मार्सी धानको बिउ पत्ता लगाउने बाबा चन्दननाथको सम्मानमा दत्तात्रेयको मन्दिर खडा गरी ठडाइएको लिङ्गोले यहाँको इतिहास मात्र बोल्दैन, आस्था, विश्वास, श्रद्धा र समर्पण पनि बोल्छ। यही मन्दिरबाट चन्दननाथ मन्दिरको रूपमा विख्यात बनेको छ। चन्दननाथमा गाडिएका चारवटा लिङ्गध्वज फहराइरहँदा नयाँ बिहानको सङ्केत मानिन्छ। यहाँ कुनै नयाँ खोजको, नयाँ अध्यायको अनि परिवर्तनको बिम्बका रूपमा रहेको यो मन्दिर सबैको आस्थाको केन्द्र बनेको छ। बाबा चन्दननाथ र भैरवनाथको आशीर्वाद अनि आकाश छोएर मुस्काए जस्तै देखिने हिमालको अङ्गालोमा बेरिएको यो नगरपालिका जिल्ला मात्र नभई कर्णाली प्रदेशकै निधि हो, गौरव हो। 8 स्थानीय तह रहेको जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिका पूर्वमा गुठीचौर, पश्चिममा तातोपानी, उत्तरमा पातारासी र कनकासुन्दरी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्लासँग जोडिएको छ। 10 जिल्लामा विभाजित यो नगरपालिका समुद्री सतहदेखि 2350 मिटर उचाइसम्म फैलिएको छ। सङ्घीय व्यवस्था अनुसार साबिकका चन्दननाथ, महत, कार्तिक स्वामी र तल्युम गाविसलाई समेटेर बनाइएको यो नगरपालिका हिमाली क्षेत्रको पहिलो नगरपालिका समेत हो। खस साम्राज्य विघटन भएपछि सुरु भएको जुम्ला राज्यको परिचय आजै एउटा जिल्लामा सीमित छ। तथापि यो साँघुरी र सानो भएको क्षेत्रले देश विदेशको ध्यान केन्द्रित गरिरहेको छ। खस भाषा र सभ्यताको उत्पत्ति तथा मार्सी धानको विकास लगायत हिमाली सौन्दर्यले विदेशी पर्यटक यहाँ पुग्न लालायित देखिन्छन्। छेत्री, बाहुन, ठकुरी, दलित, नेवार लगायत विभिन्न जात जातिका मानिसको इन्द्रेणी समाज रहेको यो नगरपालिका सांस्कृतिक तथा पुरातात्विक महत्त्वका दृष्टिले समेत उत्तिकै महत्त्वपूर्ण छ। विभिन्न भाषा, संस्कृति, परम्परा भएका बहुजातीय समुदायको ऐना यस नगरपालिका कर्णाली सभ्यताको इन्द्रेणी पनि हो। ऐतिहासिक चन्दननाथ, भैरवनाथ मन्दिर, मिचा, पञ्चदेवल, डुलडुल चैत्य, ठाकुरज्यू जस्ता धार्मिक आस्थाका केन्द्रहरूले यहाँको समाजलाई अझ एकाकार बनाएको छ। छुवाछुत, छुई, धामीझाँक्री लगायतका अन्धविश्वास र सामाजिक कुरीति सुधारोन्मुख अवस्थामा छन्। 67% नागरिक कृषि पेसामा संलग्न रहे पनि 58% भन्दा बढी नागरिक गरिबीको रेखामुनि छन्। पछिल्लो समय नगरपालिकाले जनजीविकासँग सरोकार राख्ने विषयलाई प्राथमिकता दिँदै
उद्यमशीलता केन्द्रित योजना अघि सारेको छ। यसले क्रमशः नागरिकहरूलाई स्वरोजगार तथा लघु उद्यमतर्फ उन्मुख गराउन थालेको छ। नगरपालिकाको चारै दिशामा सिँचाइ सुविधा रहेको मार्सी धान फल्ने जिउला यहाँको अन्न भण्डार हो। पर्याप्त चरीचरण, सुन्दर र फराकिला चौर तथा खेतीयोग्य जमिन भए पनि सबै ठाउँको सही सदुपयोग हुन सकेको छैन। 20 भन्दा बढी सामुदायिक वनमा सदाबहार सल्लो, देवदार लगायतको कोणधारी जङ्गल छन्। दक्षिणमा घना जङ्गलका साथै विशाल पाटन क्षेत्र, प्राकृतिक मनोरम्यतासँगै कस्तुरी र मृग शावकको उन्मुक्त नृत्य। आहा, प्राकृतिक छटाको अपूर्व सङ्गम छ यहाँ। दुर्लभ अनि बहुमूल्य सयौं जडीबुटीको भण्डार रहे पनि सबैको पहिचान र प्रशोधन नहुँदा त्यसबाट लिन सकिने लाभ नगरपालिकाले लिन सकिरहेको छैन। यस्ता अथाह सम्भावनाको पहिचान र प्रवर्धनका लागि नगरपालिकाले आफ्नो तहबाट केही प्रयास गरे पनि प्रदेश सरकार र सङ्घीय सरकारको तर्फबाट पनि पहल हुन जरुरी छ। कर्णाली लोकमार्गको वरिपरि विस्तारित बजार, तिला नदीको छेउमा निर्माणाधीन बस पार्क र राजासिममा व्यवस्थित हुने क्रममा रहेको रङ्गशालाले चन्दननाथ नगरपालिका पूर्वाधार विकासमा पनि गति लिँदै गरेको छनक दिन्छ। कुनै बेला कर्णाली अञ्चलको सदरमुकाम समेत रहेको यो क्षेत्र कर्णाली प्रदेशको सदरमुकाम हुने सम्भावना बोकेको ठाउँ हो। प्राकृतिक, सांस्कृतिक एवं पुरातात्विक विविधताले समृद्ध चन्दननाथ नगरपालिकामा व्यापारिक तथा औद्योगिक विकासको ठूलो सम्भावना छ। आधुनिक व्यावसायिक कृषि प्रणालीले गति लिन नसक्नु, एकीकृत जग्गा विकासको अवधारणामा अघि बढ्न नसक्दा बसाई सरेर जन्मभूमि छोड्नेको सङ्ख्या बढ्दो छ। यद्यपि नगरपालिकाले यहाँको जनशक्ति बाहिरिन नदिन र प्रतिभा पलायन रोक्नका लागि दिगो र रणनीतिक योजना अघि सारेको छ। नगरपालिकाले आन्तरिक आय वृद्धिमा स्रोतको पहिचान तथा दायरा फराकिलो बनाउने प्रयास गरिरहेको छ। यद्यपि प्रभावकारी कार्यान्वयनमा देखिएका केही जटिलताले रूपान्तरणमा समस्या देखिएको छ। विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगार लगायत क्षेत्रमा योजनाबद्ध विकासका लागि नगरपालिकाले गरेका प्रयासमा नागरिकको सहभागिता पनि अपरिहार्य छ। त्यसैले नागरिकको अपनत्व हुने गरी योजना छनौट तथा विकास निर्माणमा स्थानीयवासीको सहभागितालाई नगरपालिकाले जोड दिँदै आएको छ। राज्यको दृष्टि नपुगेको, केन्द्रले हेपेको, पछि पारिएको जस्ता संज्ञा दिएर गरिबी, अशिक्षा, बेरोजगारी तथा भोकमरीको बिम्ब बनाइने कर्णालीका धेरै ठाउँहरू नयाँ पहिचानको अभ्यासमा छन्। चन्दननाथ नगरपालिकाले पनि आफूलाई फरक र गतिशील स्थानीय तहको रूपमा स्थापित गरेको छ। यहाँको स्रोत र सम्भावनाको पहिचान, उत्खनन र प्रवर्धनका लागि घरदैलो सरकारको भूमिका महत्त्वपूर्ण छ। त्यसमा आँगन छेउको सरकार मानिने प्रदेश सरकार र केन्द्रले पनि ध्यान दिन सके कर्णालीका जुनसुकै ठाउँ शक्तिशाली र नमुना बन्न सक्छन्। चन्दननाथ पनि आफ्नो उज्यालो भविष्यका लागि हरसम्भव प्रयत्नशील छ। नगरपालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन् भने मुख्य बजारमा खानेपानी व्यवस्थित हुने क्रममा रहेकोमा अन्यत्र यसबारे गुनासो छैन। निर्माण सम्पन्न हुने चरणमा रहेको बृहत धौलीगाड खानेपानी आयोजनामा नगरपालिकाले पर्याप्त लगानी गरेको छ। यो क्षेत्र विभिन्न जात जाति, वर्ग, समुदायको इन्द्रेणी समाज भएको ठाउँ हो। त्यसैले सबै जात जातिका आआफ्नो संस्कार, संस्कृति, परम्परा र मान्यता छन्। यिनै विविधतायुक्त समाजको आस्थाको केन्द्र मानिने धार्मिक क्षेत्र, देउताका थान र मन्दिर निर्माणलाई पनि नगरपालिकाले उचित प्रवर्धन गर्दै आएको छ। त्यस्तै स्वास्थ्यतर्फ पूर्वाधार निर्माण तथा गुणस्तरीय सेवा विस्तारका लागि प्रतिबद्ध नगरपालिकाले स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको स्तर वृद्धि, जनशक्ति व्यवस्थापन तथा सरकारले उपलब्ध गराउने सहित अतिरिक्त 20 प्रकारका औषधिको सहज उपलब्धतालाई जोड दिएको छ। घरमा हुने सुत्केरीलाई शून्यमा झार्नु, सुत्केरीलाई न्यानो झोला र यातायात खर्च उपलब्ध हुने व्यवस्था गर्नु, विपन्न सुत्केरीलाई वडाको सिफारिसबाट 5000 दिने लगायत व्यवस्थाले स्वास्थ्य प्रतिको सचेतना बढाउनुका साथै बाल तथा मातृ मृत्यु दर कम हुँदै गएको छ। पालिकालाई
पूर्ण खोपयुक्त बनाउँदै 500 भन्दा बढी विपन्न नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा राहतका लागि सिफारिस गर्नु नगरका उपलब्धि हुन्। कोभिड महामारीको समयमा क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गरी संक्रमितलाई उचित व्यवस्थापनदेखि सबै नागरिकलाई सहज रूपमा खोप लगाउनेसम्म नगरपालिकाले खेलेको भूमिका उदाहरणीय छ। मार्सी धानको पकेट क्षेत्र मानिने स्थानमा सिंचाई व्यवस्थाको पहुँच वृद्धिले मार्सीको उत्पादन बढ्ने अपेक्षा गरिएको छ भने यसलाई ब्रान्डको रूपमा बजार प्रवर्धनका लागि समेत नगरपालिकाले सहजीकरण गर्ने योजना बनाएको छ। साना जलविद्युत आयोजना अन्तर्गत जुगाड खोला र कोटाभिड जलविद्युत निर्माणमा नगरपालिकाको योगदान उल्लेखनीय छ। वडा नम्बर 2 स्थित दुनादुनीमा ल्यान्डफिल्ड साइड बनेपछि वर्षौंदेखि चुनौती बन्दै आएको जुम्ला बजारको फोहोर व्यवस्थापनको समस्या समाधान भएको छ। ठाउँ ठाउँमा सार्वजनिक शौचालय निर्माण भएसँगै नगरको सरसफाइको क्षेत्रमा समेत सुधार भएको छ। शिक्षा नै उन्नत र विकसित समाजको जग हो, त्यसैले शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालय लगायत भौतिक पूर्वाधार निर्माणमा समेत नगरपालिकाले उदाहरणीय काम गरेको छ। नगरपालिकाभित्रका सबै विद्यालय भवन आधुनिक र सुविधा सम्पन्न बनाइएको छ भने प्रविधिको पहुँच र प्रयोगबाट अध्ययन अध्यापन थालिएको छ। विद्यालय नर्स कार्यक्रमलाई प्रभावकारी बनाउने लगायत काम शिक्षा क्षेत्र सुधारमा सेतु बनेको छ। शिक्षाको क्षेत्रमा उल्लेखनीय थुप्रै उन्नयनमुखी कार्यहरू गरेको छ। यहाँ 2वटा नमुना विद्यालय छन्। नमुना विद्यालयको साथसाथै अन्य विद्यालयहरू पनि भौतिक पूर्वाधारतर्फ पनि अहिले थुप्रै कदमहरू चाल्यो। जस्तै लगभग हाम्रो सबै विद्यालयहरूमा शौचालयको सुविधा प्राप्त गर्न सफल भए। अनि बिल्डिङको अवस्था कम भएको ठाउँमा बिल्डिङ पनि भए। त्यसको साथसाथै हामीले जुन भौतिक पूर्वाधार मात्र भएर पुग्दैन, त्यहाँ शिक्षाको गुणस्तर पनि जरुरी पर्ने भएको हुनाले शिक्षाको गुणस्तर माथि उठाउनको लागि विभिन्न नवीन प्रविधिहरू हैन, जस्तै टकिङ टिचर जुम्ला जिल्लाको शिक्षामा सायद होला, जो चन्दा नगरपालिकामा त होला टकिङ टिचर भन्ने जो छ त्यसले हुबहु कार्यान्वयन भयो। केही विद्यालयले हुबहु कार्यान्वयन गरेका छन्। अनि सीसी क्यामेरा अहिले चन्दा नगरपालिकाका केही विद्यालयमा हामी जाँदाखेरि प्रधानाध्यापकले प्रत्येक कक्षा कोठामा गएर यो शिक्षकहरूको निरीक्षण सुव्यवस्था गर्नु पर्दैन, आफ्नै कार्यकक्षबाट पनि अवलोकन गरेर त्यहाँ हतार सुझाव दिने पृष्ठपोषण दिने काम पनि गरिरहेको छ। त्यसको साथसाथै अब नीति नियमको पनि जरुरत पर्ने भएको हुनाले स्थानीय शिक्षा नीति पनि चन्दा नगरपालिकाले प्रकाशन गरेको छ। अनि शिक्षा ऐन संशोधन पनि गर्यो। र शिक्षा नियमावलीलाई पनि के त अब शिक्षा ऐनमा सबै कुराहरू प्रष्ट रूपमा प्रष्ट पार्न नभएको हुनाले शिक्षा नियमावली मार्फत पनि त्यसलाई अलिकति सजिलो गर्न सहिलो होस् भन्नलाई अथवा कार्यान्वयन गर्न सहिलो होस् भन्नलाई शिक्षा नियमावली पनि बन्ने तर्खरमा छ। सायद यो नगरसभामा शिक्षा नियमावली पनि यहाँको तयार हुन्छ कि। कृषि तथा पशुपालनमा ठूलो सम्भावना रहेको यस नगरपालिकामा कृषि तथा पशुपक्षी सम्बन्धी तथ्याङ्क सङ्कलन तथा अद्यावधिक कार्यक्रम गरिएको छ। 4 पकेट क्षेत्र सञ्चालन गरी बाख्रा पालन तथा भैँसी पालनलाई प्राथमिकता दिएको छ भने उत्पादन तथा व्यवस्थित डेरी सञ्चालनको प्रबन्ध मिलाइएको छ। त्यस्तै मासु पसल सुधारका लागि फ्रिज समेत वितरण गरिएको छ। पशुपालन चलनमा चाहिँ हाम्रो कृषि प्रधान देश भएको कारणले गर्दा हाम्रो यहाँ अधिकांश मानिसहरू या कृषकहरू चाहिँ पशुपालनमा आत्मनिर्भर छन्। र आत्मनिर्भरमा पनि के छ भने अब यो दुध फुल मासु उत्पादन गर्ने हाम्रो चाहिँ प्रमुख उद्देश्य हो। त्यसैले गर्दाखेरि हामीले यस सन्दर्भमा नगरपालिकाबाट पशु सेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौँ। जस्तै पशु स्वास्थ्य उपचार सेवाहरू गरेका छौँ र भ्याक्सिनेसन कार्यक्रमहरू हामीले प्रत्येक आगोमा चाहिँ दुई पटक चाहिँ भ्याक्सिनेसन सञ्चालन गरेका छौँ। त्यसमा पनि एन्टी रेबिज भ्याक्सिन र एचएसभी भ्याक्सिनहरू सञ्चालन गरेका छौँ। र अर्को चाहिँ के छ भने यहाँ भएका स्वच्छ चाहिँ मासु उत्पादनको लागि गरिएका प्रयासहरू चाहिँ फ्रेस हाउस सुधार अनुदानका कार्यक्रमहरू पनि सञ्चालनमा छन्। त्यसै गरी स्वच्छ दुध उत्पादन गर्नको लागि डेरी उद्योगहरू पनि सुधारका कार्यक्रमहरू हामीले अनुदान कार्यक्रममा चाहिँ 25% अनुदानका कार्यक्रमहरू हामीले सञ्चालन गरेका छौँ। त्यसै गरी भैँसी प्रबन्धन कार्यक्रममा चाहिँ 8 नम्बर वडा र 9 नम्बर वडामा चाहिँ हामीले भैँसी पालन गर्ने कृषकहरूलाई चाहिँ
भैँसी अनुदान कार्यक्रममा चाहिँ भैँसी वितरण गरेका छौँ। त्यसै गरी भेडा पकेटहरू चाहिँ भेडा पालन गर्ने कृषकहरूको लागि 8 र 9 वडामा चाहिँ भेडा पकेटको रूपमा चाहिँ हामीले भेडा वितरण गरेका छौँ। त्यसै गरी बाख्रा पकेट क्षेत्रको रूपमा चाहिँ 3 र 8 नम्बर वडामा चाहिँ हामीले 2टा पकेट स्थापना गरी हामीले त्यहाँ चाहिँ पकेट सञ्चालन गरेका छौँ र समग्र रूपमा यस नगरपालिकामा दुध, फुल र मासुको आत्मनिर्भरता हासिल गर्नको लागि र आयात प्रतिस्पर्धा जस्तै भारतबाट आउने पशुजन्य पदार्थहरू चाहिँ स्थापित गर्नको लागि त्यसले प्रतिबन्धित गर्नको लागि चाहिँ यहाँ पकेटको रूपमा बिस्तारै चाहिँ पकेटको रूपमा चाहिँ अनुदानमुखी कार्यक्रमहरू सञ्चालन गर्दै पकेटको रूपमा विकास गर्दै लोकतन्त्रको उच्चतम अभ्यास विकेन्द्रीकरणको अवधारणा अनुरूप स्थानीय सरकार सञ्चालन गर्न निर्मित स्थानीय स्वायत्त शासन ऐन 2055 लगायत सम्बद्ध नियम, कार्यविधि, निर्देशिका मार्फत जवाफदेही र उत्तरदायी सरकारको रूपमा स्थापित चन्दननाथ नगरपालिका अब विकास र समृद्धिका योजनामा केन्द्रित छ। धेरै प्रयत्नपछि हामीले विगतको एकात्मक राज्य प्रणालीबाट हामी सङ्घीय राज्य प्रणालीमा हामी जान सफल भयौँ र हामी संघीयतामा गइसकेपछि हामी पुरानो एउटा संस्थागत संरचनाबाट हामी नयाँ संस्थागत संरचनातर्फ हामी उन्मुख भएको अवस्थामा विद्यमान पुरै कानुनहरू नबनिसकेको अवस्थामा नगरपालिकाका न्यूनतम तपाईँको मापदण्डहरू पुरा नभइसकेको अवस्थामा सरकारले नगरपालिकाहरू घोषणा गर्ने, गाउँपालिकाहरू तपाईँको चाहिँ घोषणा गर्ने काम चाहिँ सरकारले गर्यो। यो भइसकेपछि विशुद्ध हामी एउटा नयाँ संरचनामा गयौँ। नयाँ संरचनामा जाँदाखेरि विभिन्न बाधा अडचनहरू, विभिन्न तपाईँको समस्याहरू, विभिन्न चुनौतीहरू आइपर्दा रहेछन्। यी चुनौतीहरूमा खेल्दै जाँदाखेरि सर्वप्रथम त यो संघीयता नै हाम्रो चाहिँ नयाँ तपाईँको चाहिँ एउटा मोडेल हो, नयाँ एउटा राज्य सञ्चालनको एउटा नयाँ प्रणाली हो। यो नयाँ प्रणालीलाई तपाईँको चाहिँ सञ्चालन गर्ने क्रममा हामीलाई त्यति सहज चाहिँ भएन। सङ्घीय कानुन पुरै नबनिसकेको अवस्थामा, प्रदेश कानुनहरू नबनिसकेको अवस्थामा र स्थानीय कानुन नबनिसकेको अवस्थामा पनि हामीले आफ्नै मति बुद्धि र आफ्नै क्षमताले जे जति भ्यायौँ त्यसको आधारमा हामीले नगरपालिकालाई सञ्चालन गर्ने प्रयास रह्यौँ। यसै सिलसिलामा हाम्रो संविधानले अङ्गीकार गरेको स्थानीय सरकार सञ्चालन 2074ले अपेक्षा गरेको अनुसार नयाँ निर्वाचन सुरु भयो र नयाँ निर्वाचनमा तपाईँको चाहिँ जनप्रतिनिधिको प्रतिनिधित्व भइसकेपछि उहाँहरू पनि एउटा नयाँ संरचना गर्नमा कसरी यसलाई सञ्चालन गर्ने, कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने कुरामा हामी उहाँहरू पक्षबाट एउटा नयाँ सिकाइका अभ्यासहरू सुरु भए र हामी कर्मचारी पनि हिजो एकात्मक व्यवस्थादेखि अहिले सङ्घात्मक व्यवस्थामा जाँदाखेरि हाम्रा पुराना जुन चाहिँ काम गर्ने तौर तरिका, पुराना ऐन कानुनहरूबाट हामी गाइडेड हुँदै नयाँ कानुन निर्माण गर्दै हामी अगाडि बढ्यौँ र यसले गर्दा यो 5 वर्ष कार्यकाल वास्तवमा जे तपाईँको चाहिँ अपेक्षाका साथ जनप्रतिनिधि आउनुभएको थियो, जे अपेक्षाका साथ तपाईँको जनताले अपेक्षा गरेका थिए, जे अपेक्षा हामीले चाहिँ कर्मचारीले सेवा पर्वा गर्नु पर्थ्यो, वास्तवमा जे जति गर्नु पर्थ्यो त्यो हामीले चाहिँ गर्नु पर्थ्यो त्यो हामीले गर्न सकिरहेको अवस्था रहेन। किनभने हाम्रो सिकाइ नै चाहिँ नयाँ भयो। सबै जात जाति तथा समुदायलाई समान ढङ्गले अवसर र पहुँच विस्तार हुँदा पछाडि पारिएका समुदायमा जागरण र सशक्तिकरण बढेको छ। जनप्रतिनिधिले आफ्नो कार्यकालमा गर्न सक्ने काम र योजनाको अध्ययन गरी ठोस परिणाम देखिने गरी कार्यान्वयन गर्ने हो भनी परिवर्तनको जग त्यही हो। चन्दननाथ नगरपालिकाको नेतृत्वले यो साबित गरेको छ। समग्रमा धेरै कुराहरू हामीले गरे जस्तो लाग्छ, पुरा गरे जस्तो लाग्छ। हाम्रो पहिलो कमिटमेन्ट भनेको तपाईँले घोषणा पत्र पनि हेर्नुहोस्,
हाइड्रो पावर भनेका थियौँ। हाइड्रो पावर 2टा हामीले निर्माण गऱ्यौँ। भलै होला कहिलेकाहीँ त्यसलाई मर्मत गर्नुपर्ने, सम्हार गर्नुपर्ने पनि होला। जुगाड खोला र ठिक्के भनेका थियौँ, त्यो निर्माण गऱ्यौँ हाम्रो पालामा। र सरसफाइमा हिजोको भन्दा आज हामीले सरसफाइमा व्यवस्थित गऱ्यौँ। 2 वर्षसम्म टेम्पोरेरी ल्यान्डफिल 5 नम्बर वडामा थियो भने त्यसपछि 2 नम्बर वडामा 10 वर्षसम्मको लागि ल्यान्डफिल निर्माण गरेका छौँ, जहाँ हाम्रो डम्पिङ साइडमा जानलाई 7 किलोमिटर टाढा पनि छ। त्यस्तै गरेर हामीले सेवा सुविधाहरू नगरपालिकाका 10 वडा स्थापना गऱ्यौँ र 10 वडामा भएका स्वास्थ्य संस्थाहरूलाई स्थापना गर्ने काम गऱ्यौँ। नयाँ थप 5 वटा गऱ्यौँ। त्यो 5 वटा पनि हामीले घर निर्माण गर्ने, भवन निर्माण गर्नेदेखि लिएर स्टाफहरू, कर्मचारी साथीहरूको व्यवस्थापन, औषधिहरूको व्यवस्थापन र स्वास्थ्य सेवा दिने कुराहरूमा पनि हामी अब्बल रहेका छौँ चन्दन नगरपालिका। त्यस्तै गरेर शिक्षा क्षेत्रमा हेर्दा पनि हामीले शिक्षा क्षेत्रमा नमुना विद्यालय पनि अब्बल बनाएका छौँ। 19 वटा विद्यालय छन्। 19 वटा विद्यालयमा भवन पनि छ, विद्यार्थीहरू पनि हुनुहुन्छ। कुनै कुराको शिक्षा क्षेत्रमा पनि हामीले कमी राखेका छैनौँ। त्यस्तै गरेर यो सिस्टम जुन सङ्घीय संरचना भइसकेपछि, स्थानीय चुनाव इलेक्सन पछि हामी जनप्रतिनिधि आइसकेपछि 20 वर्षसम्म ग्याप भएको, ल्याकअप भएको जनता र नागरिक र जनप्रतिनिधिको जुन ल्याकअप थियो, त्यो ल्याकअपलाई चाहिँ नजिक बनायो। नजिक बनाउने काम सबैभन्दा ठुलो उद्देश्य भनेको थियो। संघीयताको मर्म भनेको पनि यो टेबलमा आएर, नगरपालिकाको घरभित्र आएर, स्थानीय तहसम्म आएर नागरिकहरूले आफ्ना समस्याहरू भन्न सक्नु नै ठुलो उपलब्धि थियो र त्यसमा पहुँच बढेको छ नागरिक। व्यवस्था परिवर्तनसँगै संघीयताको नयाँ अभ्यासको पहिलो चरणमा स्थानीय सरकारका चुनौती धेरै थिए। राजनैतिक अस्थिरताले 2 दशक हाराहारीको समय जनप्रतिनिधि विहीन हुँदा भद्रगोल बनेको स्थानीय तहको सुधारसँगै जनताको आशा, अपेक्षा र चाहना पूरा गर्नुपर्ने अग्नि परीक्षामा चन्दननाथ नगरपालिका सफल देखिएको छ। जनमतबाट चुनिएर आएकाहरू जनताप्रति जवाफदेही र इमान्दार हुने हो भने परिवर्तन धेरै टाढाको कुरा होइन भन्ने कुरा यहाँको पहिले र अहिलेको अवस्थाले स्पष्ट पार्छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता एवं ऐतिहासिक महत्त्वका क्षेत्रको गुरुत्तर विकासका लागि कृषि, जलस्रोत तथा पर्यटन विकास मूल मन्त्र बनाएको छ। आवश्यकताको पहिचान तथा मागमा आधारित योजना छनौट गरी उपभोक्ताकै संलग्नतामा काम अगाडि बढाइँदा एकातिर स्थानीय नागरिकलाई रोजगार मिलेको छ भने अर्कोतर्फ उनीहरूको अपनत्व जोडिएको छ। क्षेत्रगत विशेषताका आधारमा आफ्नो ठाउँमा नमुना विकासका लागि वार्ड तहका जनप्रतिनिधिको सक्रियता समेत उदाहरणीय छ। इच्छा शक्ति र योजनाबद्ध विकासको खाका हुने हो भने विकास र परिवर्तनका लागि न समय लाग्छ न त प्रदेश वा केन्द्र कुनै भर पर्नुपर्छ। जनप्रतिनिधिले आफ्नो कार्यकालमा गर्न सक्ने काम र योजनाको अध्ययन गरी ठोस परिणाम देखिने गरी कार्यान्वयन गर्ने हो भने परिवर्तन धेरै टाढा छैन। त्यो कुरा चन्दननाथ नगरपालिकाले सिद्ध गरेको छ।